रिफाइन त्यो ल्याउ त यसको विषयमा तपाईले के भन्न चाहनुहुन्छ? बिग्रिन्छ पारा भात पानी छोडेर नबोल्नु है। ब्याग गरिदिनु नि त मैले। यो हो हाम्रो बाख्राको मासु। सबैलाई मेरो तरफ से नमस्ते, मेरो तर्फबाट नमस्ते, सेवा सेवारो आदाङ बेला सो फ्यापुले झर्ले सबै अनि वेलकम छ धेरै धेरै हाम्रो बुढीडिङ नदीमा। र हामी आएको छौँ आज नेपालीको हाम्रो राई लिम्बूको कुल पूजा गर्दैछ अनि त्यसैले म आज नेपालीबाटै भन्न चाहन्छु सबैलाई हाम्रो गाउँको आज दाजुको साथीहरूको कुल पूजा गर्दैछ जो भन्छ हाम्रो राई लिम्बूको गाली सरप बगाएको। त्यसैले हामी आएको छौँ आज गाली सरप बगाउनु। त्यसै गरी हाम्रो यहाँ साथी दाजु हुनुहुन्छ एकजना यहाँ अनि नमस्कार। यता हाम्रो सोल्टीज्यू यता हेरौँ, यहाँ हाम्रो सोल्टी स्पेसली उहाँ दाजुहरूको यो चाहिँ पूजा। हेलो गाइस ना सेवारो 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 लोग जम्मा जम्मा केरेकले सेवारो सेवारो आदाङ भाइ अनि लासो फ्यापुले झर्ले सबै अनि स्पेसली हाम्रो दाजु गाउँको युट्युबर भाइ पिडी त अलिक जोडले भन न। अनि हामी त्यसै गरी आएको छौँ आजको दिन रमाइलो चाडमा होइन, सबैको छेउ नजिक सबैजना दाजुभाइ एकट्ठा मिली पञ्चे भएर सबैजना आज हामीको आजको दिनको पूजामा यो गाली सरप बगाउँदैछ हाम्रो साथीहरूले जो कुल पूजा गर्दैछ घरमा। घरको हो सबै घर गाउँ मिलेर उनीहरूको आफ्नो परिवार फ्यामिली कति के छ सबै रिलेसन आफ्नो आफन्त मिलेर मनाएको हो र तपाईँहरूले हेरिदिनु होला अरू के कस्तो गर्दो रहेछ गाली सरप बगाउँदा के कस्तो गर्छ त्यो तपाईँहरूले पनि हेरिराख्नु बुझिराख्नु। म देखाउन चाहन्छु यहाँ हाम्रो यो मेदा हो अनि यो भयो तपाईँको अनि यहाँ पानी गरम पानी अनि यहाँ चाहिँ स्पेसली हाम्रो नयाँ बेहुला कस्तो कतिमा नयाँ बेहुला भन्छ उसले गर्दा पुराना भयो मेरो भिडियो बहुत भाइरल यो स्पेसली नाच्ने के अरे ओइ बिहेमा प्रपोज गर्ने उयो हो। अनि त्यसै गरी म नदी देखाउन चाहन्छु स्पेसली यो चाहिँ हाम्रो गाउँको चेलीबेटी हो, दुलियाजानको चेलीबेटी, अब दाजुहरूको चेलीबेटी हो। मेरो त अब के भन्नु अब त्यही हो सोल्टिनी भन्दा पनि अब साथी भन्दा पनि। अनि यो हाम्रो गाउँको नदी पर्यो स्पेसली बुढीडिङ जो कहिले नसुक्ने नटुट्ने अटुट नाता छ यो बुढीडिङदेखि हाम्रोसँग। किनकि यो बुढीडिङ र हामी सँगसँगै खेलेर हुर्किएको मान्छे हो हामी पनि। जो अटुट नाता यसले मलाई कहिले छोड्दैन, म यसलाई कहिले छोड्दिनँ। त्यसै गरी हाम्रो यहाँ दिदी हुनुहुन्छ मिसेस के भन्नु अब त्यहाँबाट त हबीको दिदी बकुलाको दिदी हो चाहिँ बकुला माछा धर्नु गएको छ नदी। अनि पूजाको ठाउँमा देखाउन चाहन्छु तपाईँहरूलाई। अनि यहाँ हाम्रो साथीले माछा काट्दैछ, माछा युनिक बोल्नु पर्यो नि त। अनि यहाँ धेरै पानी आयो भनेर छाया लगाउँदैछ। यहाँ हाम्रो सोल्टाले यो आन्द्रा भुँडी केही अपरेसन गर्दैछ अब त्यसको बाजे यहाँ बोलौँ लो सेवारो गरौँ। यहाँ हाम्रो बाजे हो गाउँमा अब सबैभन्दा पुरानो भनेको बाजे उहाँ हुनुहुन्छ एउटा। अनि यता चाहिँ पर्यो हाम्रो साथीको बहिनी, मेरो पनि बहिनी।
अनि यहाँ स्पेसली हाम्रो डाइरेक्टर मेन हो उता फेमस बन्यो मेरो च्यानलमा त अनि हामी सबैजना आएको छौँ आजको दिन तपाईँहरूलाई हेराउनु अरू देखाउन चाहन्छु यहाँ हाम्रो स्पेसली गाउँको दाजुहरू हो साथी दाजुहरू हेला भन न हाई भन अनि ठाउँ चाहिँ एकदमै राम्रो छ फ्रम अरुणाचल मकानटोङ एरियामा पर्छ यो नदी बुढीडिङ नदी हो यो जो कहिले सुक्दैन यो हमेसा रहन्छ आज त्यसै गरी म तपाईँहरूलाई देखाउन चाहन्छु गाली सडक कसरी बगाउँछ कस्तो के गर्छ भनेर तपाईँहरूले हेरिदिनु होला त्यसै गरी आज यहाँ हाम्रो तिमी कुकुर यो कुकुरी अर्को कुकुर किन बोकेको तपाईँहरूलाई म उहाँ गएर अब देखाउन चाहन्छु हाम्रो बुढो बाजेहरू हाम्रो बाउ बाजेहरू उहाँ गर्नुहुँदैछ हामी केटा मान्छेहरू यता भान्सेमा बाजेहरू उता लागिराख्नु भएको छ त्यसै गरी म देखाउन चाहन्छु हजुरहरूलाई यहाँ हाम्रो बाजे बडाहरू सबै बोजूहरू हुनुहुन्छ ओइ चाहिँ उहाँ पुग्ले ले छोड यार ओ ओ ओ ओ देखेस मकानटुङ 2 मा हाइवे भएर आउनु भयो यो हेर्दै हुँदैन मेरो ए त वनमा आउनु पर्छ दाजु यताबाट आउनु त सिधा आउनु हार मान्नु पाइयो नि त तो गाइस देख सकते हैं आप लोग लोकल डब्ल्यू ओ रिवाइव मारो 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 क्यामेरामा फोकस देख्नु पर्यो नि त ओ भयो भयो हाई हेलो नमस्कार राम्रे यहाँ सोल्टिनी हाम्रो सोल्टिनी प्यारो सोल्टिनी हेरी पठाउनुहोस् तपाईहरु यताबाट पनि सोल्टिनी छ प्यारी प्यारी सोल्टिनी सोल्टिनीको चुलमा के लेउ लाग्यो त्यो लेउ त खोइ 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 अलिक राम्ररी लेउ होइन कस्तो पनि लेउै लागेको रहेछ यस्तो छ अनि यहाँ हाम्रो ब्लगर बाबु यी एकदम मेन जो आडिया भन्ने मैले जानेर तिम्रो नाम मोकेल दिएको थिए अनि यता डिल्स यसो त काक्री भन्छ त्यही पनि डिल्स भन्देको यसो त काक्री भन्छ त्यही पनि डिल्स भन्देको सरको यहाँ के गरेको अब खर्सानी बोइल गरिन्छ खर्सानी यसरी बोइल गरिन्छ हो यहाँ चाहिँ कुकमेन हामीले कुक ल्याएको अस्ट्रेलियामा सेभ गर्नुभएको यहाँ रिसेन्टली आउनु भएको यहाँ हामीले उयो गरेको
kunci nak ko the phale ko hangde le jo ki ba mu enga tu mangale the ke ba tumi khana aro allo kunci sendo ma allo sumsi ro tin teli tin bacha mu cha teli char bacha mu सपर आदम बच्चे ओवा एक दिन है त ल अब याक्थुङ पामा भन्ने छ न तर पर्वतम या थुङमा भन्नु पर्छ र या बदाम बच्चे एंगो सरामे नगुली सत्य जु जु पुरो जु बा मने एने देवी तोरली मेलोरे ओवा ओवा ओला मेलोरे ओवा नमारे mati wai kanang ningwa mimu chumo sawadi mamanga nganago Arunachal pangphe maka dung megere raisa इंसारा मांसर के ena megere raisa na lodinge tambi wala megere ang kuchi ko sikum tonge ningwa tonge sikum tongmu ningwa tongmu khanga kuchi phune sajamna meju mera sa khanda ngana kuchi kam ningwa sikum medong ena khanda ala ena abdang machung maro phune sa se bang kuchi sikum medong ningwa medong hale jogole ena ga ala tutu tumang hanga ase ena ga the beli bala nu bachu beli bani ne khana musawa ima mang ha seni no sewa oksoro हामी मंगाङ गरेर कतै पनि हामी यो पनि तुमसँग वइ हामी जाली जब ओइ नगर मलाई के अलिकति हातमा थाहा अनि यो खानु पर्छ कसो हातमा ए दूरैबाट देऊ चाटो न हैट खाने छ भने म मागेर पनि खाइहाल्थेँ कि गिलास कम्ती छ हौ धोएर राख्नु जाऊ न त्यो चढाइदे ए गाइस एक्सन कट विशेष गरी यहाँ चाहिँ हाम्रो सोल्टिनी रानी लिम्बू उहाँलाई इन्स्टाग्राममा फलो गरिदिनु होला प्लिज नाम चाहिँ के छ लिम्बू रानी उहाँको नाम यहाँ चाहिँ मिस सम्झना लिम्बू उहाँलाई पनि फलो गरिदिनु होला इन्स्टाग्राममा उहाँहरूले रिल राम्रो राम्रो बनाउनुहुन्छ त्यसको लागि यो चाहिँ फेरि हाम्रो यो एकदम काम छैन उसलाई चाहिँ नगरे पनि हुन्छ उसलाई विकास आमालाई पुरा हेट कमेन्ट दिँदा पनि हुन्छ साम्बा अरे खोइ के को साम्बा हो खोइ को नि धानबारीको साम्बा हो न के को साम्बा हो हेर्नु त हेरेको छु नि मैले कहाँ हेरेको त मैले एकजना राहिनी केटी हेरेको थिएँ नि पहिले मैले देखेको होइन अब उसले दियो कि उसले दिएन त्यो सानै थियो बिहा गरिन नि त मैले दुईटा भइगयो ल्याएको छ दुईटा तर एउटाले धोका दिएको बिचमा आउँदा जात पनि एउटा पटाइसकेको भन्नु लाउँदै थियो कम्तीको छैन नि कस्तो मजाले खुट्यो बिचार ए लानुको भर होइन नाप्नु चाहिँ पाउँदैन एउटा बिजा चाहिँ फकाइसकेको ठिकै भन्यो यो सत्य गङ्गा 5 भनेको होइन भने म फेरि गएर एकदम सोच्छु यो
मलाई याद आएको छैन तिम्रो आफ्नै उसँग हुन्छ घर घर हुन्छ तर ट्याक्सन हाल्यो आँखा चिन्नु मालकाट नगर्नु नकाम्नु नडराउनु किन डराएको लिम्बू गायकमा बनिन्छु भन्ने एउटा ट्यालेन्ट बनिन्छु भन्ने एउटा सपना थियो थियो होला उहिले होला अहिले छोराछोरीले खाइदियो गाना खाना सबै जे गर्दा पनि के भन्छ मेरो मामा त्यतिखेर रक्सी खाएको हुन्छ कि अलिक जोखना हेर्दैन है छिटो लागेको बेला चाहिँ रक्सी खाएको हुनु बोल्नु त बोल्नु त्यति भात पानी छोडेर नबोल्नु है बोल्नु त बोल्नु सक्छ भनेको एकैचोटि भात पानी छोडेर चाहिँ नबोल्नु खानु भात पानी छोड्छ होइन भन्नु होइन म जान्ने तर होइन अनि म खोज्छु नि फेरि हो रहेछ बोलेन नि बोल्नु त बोल्छ तर भात खाएर दुर्बल होला जनतालाई नि भान्दियो होइन जति नै भन बोल्यो भने अखर बोल्छ भक्ने तिर्खन लाग्दैन त्यो गाउँ आमालाई अलिकति टेन्सन हुन्छ त बोलाउँछ जबरजस्ती बोलाएर खानु पर्यो नभए एकैचोटि तर कोही बेला त फेरि हिँड्यो भने आफ्नोमा हिँड्छ फेरि जित छ मनको जित छ आफ्नो जितले हिँड्छ आफ्नोले हिँड्छ तर पनि बुझ्छ कुरा त सास होइन हौ जित भनेको त जबरजस्त सासकै सास ठुलो सास भनेको त एकदम माने जानु भन्ने फेरि बाहिर डुल्नु हिँड्दा नि अलिकति नकराइदिनु त करायो भने फेरि खतरा रिसाउँछ नि नकराउनु कतै गयो कतै गएर आउनु भयो त्यसरी मैले बोलिदिनु क्या बाप्रे मुदक सामाको त यत्रो भएर फेसर परेको यो त तर मत मान्नु सर्वमत छ तिम्रो जिम्मा गरिहरू के भनिन्छ सर्वमत छ है मत मार्नु के भन्नु नभन्नु ल कसै फेदङ माले लाऊ अरू म जान्दिनँ पूजा सक्यो अहिले हाम्रो पूजा सकेर अब यता भान्सेमा लागेको छौँ यताउति अब प्रसाद सरसाद बनाउनु चाजा फाजा के कसो यो हो हाम्रो बाख्राको मासु सबै हालेको स्पेसली कुकमेन ओइ सिधा गर्न नि त मान्छे नि यही बसाउने यो बसाइदेऊ ल खानै बनाएको पिकनिक के हो त्यो कसले खान्छ भनेर नखायो भने हैन खाकै नर्मल नफेको पनि पाबे राख्छ त्यही त भनेको केले के चलाउ यसले चलाउ त पुरा खानु ए पुरा खानु नाइ नाइ हेलो हाय हाउ आर यु सुनिता मुरा के ओइ सोल्टी यो दिलेला दिल सुनिता मुरा कहाँ गेले सुन्दा मुरा मासु कम भएन
यो डिलर दिँदै न उनीहरू बेस्ट हो उसको मजा तिमी खालि तेल सेल खान्छौ नि यो के सुगा त्यही राख्छु त ल यहाँ पानी पनि छ ल कता गयो नुनलाई हेर नयाँ मान्छे हो त होइन साँच्चै भनेको नाला खोलाको जान्दैन त यताको नया मान्छे हो तो हाय बने अभी मांस खाने में हम लोग बिजी है थोड़ा देर में बात में हम लोग बोलेगा हाय हेलो अहिले हामी खाजा खाँदैछौँ अनि हाम्रो पूजापाठ सक्यो अब खाजा पनि पाक्यो पाक्नेले पकाउँदैछ खानेले खाइरहेछ हो अब यस्तै हो जिन्दगी के गर्नु अब भरेतिर भेटौँ लास्ट भिडियो हाम्रो अब हाम्रो जानु टाइम भयो हाम्रो पूजापाठ सबै भयो खानापिना खाजा पानी सबै भयो अनि सबै यताउति गरेर सबै सक्यौँ अब यति नै थियो हाम्रो यो के अरे राई लिम्बूको हाम्रो याकतुम्बाको कुल पूजा भनेको गाली सरप भनेको यति नै थियो आजको दिनको यो साथीहरूको अनि आशा गर्छु तपाईँहरूलाई राम्रो लागेछ भने भिडियोलाई लाइक गरिदिनुहोस् अनि कमेन्ट मन पर्यो भने सब्सक्राइब पनि गरिदिनु होला नपरे पनि सब्सक्राइब गरिदिनु होला अनि तपाईहरुको सामु आज यति नै भिडियो लिएर म बिदा माग्दैछु थ्यांक यू सो मच सबैलाई अनि यहाँ मेरो स्पेशली साथी पनि 4-5 वर्ष बादमा भेट भएको थियो जे भए पनि यता एक बार बाय भन्दैन बाय 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 सबैलाई लभ यू थ्यांक यू सो मच